माथिको चढ्दै पहिलो चोटि थियो गर्ने म यतातिर फल खाँदैछन् हो किन भन त त्यतिकै लुगा मलाई केही छैन म आजको लागि यति टी सर्ट त चेन्ज गर्न सकिहाल्छु होइन हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग तपाईँहरूलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा आज पनि केही स्पेसल भएर साउनेल भिडियो बनाइरहेको छ भनेर तपाईँहरूलाई थाहा भइसक्यो होला आज चाहिँ केही स्पेसल भनेर एकछिनपछि थाहा पाउनुहुन्छ भन्दा पनि अहिले नै भनिहाल्छु आज चाहिँ मैले ब्राइड बनाउने हो वाउ आइ एम सो एक्साइटेड के त्यो भन्दाखेरि पनि मलाई छुट्टै खुसी भइरहेको छ अनि अस्ति एकचोटि त बनाइसकेको थिएँ मैले सृष्टिलाई त्यही पनि त्यो ऱ्यान्डमली बनाएको थिएँ कि त्यही गएर नर्मल मेकअप गर्छु भन्दाखेरि म्यामले झ्यापझुप बेहुली नै बनाउनु साडीहरू म गरिदिन्छु भनेर सबै म्यामले गरिदिनु भएको थियो अनि आज चाहिँ हामीले अस्तिदेखि नै प्लान गरेर बेहुली बनाउन लागेको वाउ मेहन्दी नेल सबै गरेर के अस्ति मेहन्दी लगाएको थियौँ हिजो नेल गरिदिउँ आज चाहिँ बेहुली वाउ म किन यति खुसी भएको छु थाहा छैन तर मलाई मेकअप गर्नु भनेपछि एकदमै रमाइलो लाग्छ त्यसैमाथि बेहुलीको मेकअप त वाउ झन् मजेदार भइ नै हाल्छ अनि मैले के गर्छु कसो गर्छु भनेर यो भिडियो लास्टसम्म हेर्नु होला अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु लाइक कमेन्ट त तपाईँहरूले ठोकी नै हाल्नु छैन त अनि त्यही हो यो भिडियो लास्टसम्म हेर्न नबिर्सिनु होला मैले सबै प्याक गरिसकेको छु होला मैले चाहिँ यो टी सर्ट लगाइसकेको थिएँ तर आसुले मेसेज गर्नुभयो सेम टी सर्ट म्याचिङवाला लाम भनेर मैले चाहिँ यस्तो कपडा लगाइसकेको थिएँ तर आसुले सेम टी सर्ट लगाम भनेर मेसेज गर्नुभयो मैले नाइ भन्न सकिनँ मैले ओके भने अब मैले यो टी सर्ट चेन्ज गर्छु हामी दुईटा म्याचिङ हुने आज म्याचिङ मेरो चाहिँ यस्तो आउटफिट थियो अब मैले चेन्ज गर्नु पर्ने भयो यहाँ लुगा मलाई केही छैन म आजको लागि यति टी सर्ट त चेन्ज गर्न सकिहाल्छु होइन त म चाहिँ अब जान लाग्यो हाम्रो मम्मी यहाँ हुनुहुन्छ मम्मी चल्लेको ल मलाई केही भन्नुहुन्न राम्रोसँग दुला बनाएर दुला होइन दुला लगाएको चल्दिएको म सभा 11 बजी पुग्छु भनेको थिएँ तर यहाँ 11:20 भइसक्यो आई होप अटो पाइयोस् फर्किनु हुन्छ कि हुन्न मम्मी चस्मा जहिले पनि चस्मा बिर्सिन्थ्यो आज चाहिँ फाइनली मम्मीलाई चस्मा मागेँ याद भयो मलाई अब म जान लाग्यो पानी परेर मौसम चाहिँ यस्तो छ यो हालत यस्तो छ मेरो हालत यस्तो छ अहिले के हुन्छ कस्तो हुन्छ पानी परेर चाहिँ पापै भएको छ हेरौँ के हुन्छ यहाँ फेरि आज बिहा छ कि बिहा यहाँको दुलै होइन नि मैले सिकाएँ उताको दुलै हो यहाँ बिहा छ बोलाउनु भयो अहिले साँझ आएपछि फेरि टक्क लाग्यो यहाँ जानु पनि पर्ने हुन्छ है त भेटौँला पार्लर गएर पार्लरको गल्ली आइसकेँ फाइनली मैले अटो पाएको थिएँ अटोमा कति धेरै मान्छे थियो क्या अनि मलाई त्यो कोही भिडियो गराउने कस्तो थियो अझै राइस आज देखेँ क्या त्यहाँ पार्लर आइसकेँ तर पार्लर यति बिहानै त कोही आउनु होला भनेको म मात्रै होटेल अनि सबै बिहानै आइपुग्नुहुन्छ सबै काम गर्दै हुनुहुन्छ होला हेलो नमस्ते म आउनुभन्दा अगाडि नै यहाँ त चल्दैछ त टाउको मात्रै देखाएको पाइट लाएर चाहिँ मलाई अलिक अनकम्फर्टेबल फिल भएको दिदी यता आउँदै हुनुहुन्छ हाम्रो ब्युटिफुल रेखा दिदीलाई चाहिँ मैले बाद हानिदिएको छु क्या चाल अरू पाएर तर उहाँकोमा पनि एकचोटि ब्राइडल मेकअप चाहिँ गर्नु मन लाग्यो गर्छु मैले उहाँकोमा चाहिँ अब मुस्लिम ब्राइड गर्न चाहिँ मन छ मुस्लिम ब्राइड गराउँछु उहाँकोमा छिट्टै म्याचिङ हुने भन्थ्यो नि म्याचिङ गरेर तपाईँको अगाडि पछाडि फर्किन्छ पछाडि फर्किन्छ तपाईँको रहेन चाहिँ मलाई देखाउनु त तपाईँको जस्तो मेरो पछाडि छैन है अगाडिको पछाडि होला कि अगाडि पछाडि लानु भएन होइन यस्तै हो यो म्याचिङ गराएको सबै रेडी गरिसक्यौँ यता बेहुली पनि रेडी नै हुनुहुन्छ आसुले त्यहाँ मेरो काम गरिदिँदै हुन्छ लाइट बाल्दै हुनुहुन्छ अब हामीले चाहिँ गर्दैछौँ यति नै सामान छ अब के मैले छुटाएको छु अहिले पछि यहीँबाट दिनुपर्छ यो चाहिँ मैले घरबाट ल्याएको सामान हो सनस्क्रिमहरू लाउनु भएको छ परिहाल्यो होइन एकैछिन के भिडियो रोकी गराउनु लामो हुन्छ के आसु रोकी नै गराउने पुरै त कहाँ राख्नु सनस्क्रिन लायौँ यो चाहिँ अब फाइनल प्राइमर चाहिँ हाम्रो अरू मेकअप हुन्छ यहाँ उहाँलाई आज हिरोनी बनाइदिने उहाँ एक दिन सुतेर उठ्दासम्म हामी
अब हामीले आई मेकअप सुरु गर्दै इट्स हेयर दिलुवाको मानु बाबा त मेकअप गरन यो फाउन्डेसन लाउँदै छौं हाम्रो अलमोस्ट भइसक्यो ताले चाहिँ मेहन्दी लाउनु भएको छ आज हिरोइन बनेर आउनु भयो डबल लेयर हो यो फाउन्डेसन डबल लेयर गर्नै पर्ने हुन्छ जिन्दगीको कोरेटोमा दिदीलाई मैले आज राम्रै बनाइदिन्छु बुढाले बनाएको छ नि छोरी खाले अब चाहिँ हामीले ब्लस लगाउँदै हौं चाहिँ हाम्रो मेकअप सकिन लाग्यो निकिताको मेहन्दी सक्यो कि नै एकदम राम्रो निकिता आउनु भयो हैन मस्त हेयर एन्ड मेकअप बाई मी कस्तो राम्रो देखिरहेको उहाँलाई विदाउट लाइट विदाउट इफेक्ट चाहिँ यतिको देखेछ उहाँको मेकअप चाहिँ म गर्नु जान्छु यस्तो देखेछ विदाउट मेकअप विदाउट फिल्टर आजको ब्राइड हो उहाँ मेरो हालत त्यस्तो भयो अरूलाई हिरा बनाउने चक्करमा म आफू किरा हुन्छु जहिले पनि धन्दै मोबाइल खसेको थिएँ मलाई गर्ने म यतातिर फल खाँदैछन् हो किन भन फाइनल लुक दिस इज फाइनल लुक अनि बेलामा 5 घण्टा लाग्यो खोल्ने बेलामा यहाँ 2 मिनेटमा टक्क लगाएर चल्दिन लाग्यो अब हामी मेकअप सेकअप भयो होइन त हाई गाइस बाई एभ्रीवन अब चल्दै गानु केही नगरिकन फर्किने मान्छे ए जिन्दगीमा पहली बार ए यिनी त मेकअप मेहन्दी आर्टिस्ट भइसकिन् उहाँ त पहिलेदेखि नै हो म मेकअप गर्दै गर्दा चल्दैको आइडल यस्तो हारीगतमा स्कुटी लतार्दै हुनुहुन्छ स्कुटीमा बसेर जाने मान्छे हामी चाहिँ खुट्टाले हिँडेको मान्छे कहाँ हो स्कुटीमा जानु पाएर मक्क परिहिँड्ने नि जिन्दगीमा पहली बार स्कुटी चढ्दै स्कुटी पनि स्टार्ट हुन्न क्या उहाँको जानुभयो म पनि फाइनली घर फर्किँदैछु लास्ट भोक लगाइरहेको छ त्यहाँ नास्ता खाने होटेलमा दाइले फोन उठाउनु भएन पछि जाँदा ढिलो हुने भयो अनि त्यहाँ अटो पनि नराखेको रहेछ ए अटो अरे ठेला पनि नराखेको रहेछ कि ठेला राखेको भए हुन्थ्यो ठेलामा यति मिठो चाउमिन पाइन्छ किस्मत देख्यो यार यति बुढी क्या बताए लास्टै भोकाएर घर आएको बेलामा यसरी रोटी पकाएर राखिदिने मम्मी लभ फुटी किस्मत भनेको त के को फुटी किस्मत नि यति मिठो रोटी खान इन्डियनहरूको बिहा हो रातिभरि हुन्छ दिनभरि केही हुँदैन रातभरि हुन्छ तिम्रो पहिल्यै बोलाइरि क्या यहाँ हो पहिला निम्ता तिम्रो है खेल्न बिहा घरमा खेल्न क्या हो देऊ कति लामो मान्छे हो क्या तिमी लागि यति नै आजको भिडियो कस्तो लाग्यो भन्न चाहिँ नबिर्सिनु होला आजको चाहिँ सबै नै मेकअपको बारेमा मात्रै थियो अल अबाउट मेकअप अनि यति बेलासम्म हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच फर वाचिङ किप लभिङ किप सपोर्टिङ अनि लाइक कमेन्ट सेयर गरिदिनु होला भिडियो मन पर्यो भने यस्तै छोटो मिठो न्यू डे न्यू भ्लगमा भेट हुनै पर्छ